सम्पूर्ण टैस्तेलिक आजबाट महाउत्सव सगदावा अर्थात् पुङ्गिरको दावा सुरु भएको छ। सगदावामा गौतम बुद्धज्यूले 3 प्रकारको विशेष लीलाहरू देखाउनु भएको थियो र ती 3 लीलाहरू हामीले स्मरण गरेर पुण्य सञ्चय गर्नुपर्दछ। गौतम बुद्धज्यूले स्थान र समयलाई आशिष गर्नुभएको कारणले गर्दाखेरि यदि हामीले यो सगदावाको समयमा पुण्य सञ्चय र पाप गरेको खण्डमा त्यसको प्रतिफल पनि एकदमै ठुलो हुन्छ भनिएको छ। तर पनि हामीले सक्दो पुण्य सञ्चय गर्नुपर्दछ। तर हामीले यो समयमा के अभ्यास गर्ने, के पुण्य सञ्चय गर्ने भन्दाखेरि पञ्चशीलको अभ्यास गर्नु सकेमा एकदमै राम्रो हुनेछ। र पञ्चशील के हुन् भन्दाखेरि जाँड, रक्सी, छाङ इत्यादि नखानु, चोरी नगर्नु, झुटो नबोल्नु, काटमार नगर्नु, दुर्व्यवहार नगर्नु। चोरीको प्रतिपक्ष के हो भन्दाखेरि हामीले दान गर्नु, त्यसैगरी हामी सन्तोष हुनु। त्यसै गरेर झुटोको प्रतिपक्ष के हो भन्दाखेरि राम्रो वचन बोल्नु, सत्य बोल्नु, पूजापाठ गर्नु, प्रार्थना गर्नु। त्यसैगरी काटमारको प्रतिपक्ष के हो भन्दाखेरि जीवन दान गर्नु, पशुपन्छीको जीवन दान गर्नु, माछाहरूको जीवन दान गर्नु, भेडा बाख्रा इत्यादि जीवजन्तुहरूको हामीले जीवन दान गर्न सकिन्छौँ। त्यसै गरी दुर्व्यवहारको प्रतिपक्ष के हो भन्दाखेरि जीवन साथीसँग सम्बन्ध राम्रो राख्नु, स्वास्नी लोग्नेको बीच मनमुटाव नगर्नु। र त्यसै गरी यो सगदावाको महिनामा ब्रह्मचर्य बस्न सकेमा एकदमै राम्रो हुनेछ। र अर्को विशेष पुण्य कार्य हामीले के गर्न सक्छौँ भन्दाखेरि माछा मासु नखाने, स्तूप परिक्रमा गर्ने, ढोग गर्ने, मन्त्र जप्ने, बत्ती चोमे बाल्ने, प्रार्थना गर्ने इत्यादि हामीले पुण्य सञ्चय गर्न सकिन्छ। माछा मासु नखाएको खण्डमा यो नै के हो भन्दाखेरि प्रत्यक्ष रूपमा हामीले करुणाको अभ्यास गरेको हो। त्यसरी नै हामीले स्तूप, गुम्बाहरू परिक्रमा गरेको प्रतिफल चाहिँ एकदमै विशाल छ भनिएको छ। त्यसरी नै हामीले त्रिरत्नलाई ढोग गर्ने, स्तूपमा ढोग गर्ने यस्ता पुण्य सञ्चय गरेको खण्डमा हाम्रो अहङ्कार, घमण्ड, शरीरका पापहरू सबै नाश भएर जान्छ भनिएको छ। त्यसरी नै हामीले इष्ट देवहरूका मन्त्र जप गर्न सकेको खण्डमा हामी सबै इष्टदेव अर्थात् बुद्ध लोकमा जन्मिन्छ भनिएको छ। त्यसरी नै छोमी बाल्न सक्यौँ, बत्ती बाल्न सक्यौँ, त्यस खण्डमा चाहिँ हाम्रो अज्ञानता, अन्धकार सबै नाश भएर जान्छ भनिएको छ। यी पुण्य सञ्चय गरेको खण्डमा चाहिँ त्यसको प्रतिफल पनि एकदमै विशाल
हुन्छ भनेको छ। त्यसकारण हामीले यो सकदाहको अर्थात् पुङ्ग्यो दाहको सबैजनाले लाभ उठाउनु होला। यदि भन्दै नमो बुद्धाय।